है गाइस हामी आज सिलाइन बिचमा जाँदैछौँ त्यसको लागि छ छुट्टा बिचमा हाल्नु सिटको त्यसले त फेरि त्यहाँ के छ नि स्टोरीमा वी आर एक्साइटेड टु मिलाएर हालमा नि त के टेन्सन छैन। ल गाइस हामी चाहिँ सिलाइन बिच आएको है टक्क नुन अब नुन चाहिँ भुलेछ केटाहरूले नुन किन्नलाई ल गाडी रोक्दै वेट गर्दै गरेका छौँ यही त हो नि म ल है सिलाइन बिचमा आयो गाडी केटा होला सिलाइन बिच ट्याक्कै के छ कता बस्ने हो खोइ के हो कता हो ल कुदिहालौँ खै यहाँ लाइट देऊ त हजुर लाइट हो लाइटै हो के ल सिलाइन बिच भनेको यही होला है मजा छ मजा तर समुद्रै देखाएको छैन हौ यार ल हो सिलाइन बिचमा आइयो त आइयो सिलाइन बिचमा सामान ओसार्दैछौँ टक्क टक्क ल हो साथीहरू खोइ ल जलाम त ल है बार्बीको लागि रेडी पार्दैछौँ है बाल बनाउँदैछौ सामान चाहिँ एउटा कार्टुन बिछाएर राख्नु पर्ने अब यो बाल्दै बालो हुन्छ यस्तो त्यो सामान छोडिदिएपछि हामी चाहिँ बस्नु अन्त है हाम्रो बार्बीको लागि रेडी हुँदै मजा भनेको यो हो के हेर फेर यता सिलाइन बिचमा आएको आमा 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 के हो यस्तो अब त मासु पाक्छ क्या हो त्यो सलादहरू त्यो कटिङको त्यही माथि राखेर होइन भाइ त्यहाँ काटेर ल सलाद मोटो सलाद पेटफुट ल है सलाद कटिङ छ यहाँ है सलाद कटिङ यहाँ उता चाहिँ बार्बी बनाउँदैछ हौ बार्बी आमामा ल त बबाल छ त बराबर कटिङ छ त यार ल है फाइनल भयो फाइनल ट्याक्क सलादको फाइनल स्टेजमा ओ यहाँ यो दाजुहरूको है हाम्रो दाइहरूको भाग चाहिँ मासु पोल्ने हाम्रो चाहिँ यता है टक्क सलाद बनाउने काम भइरहेछ है अघि चाहिँ टक्क कुकम्बर प्लस कारुत थियो अहिले चाहिँ स्याउ कटिङ छ स्याउ बबाल छ बबाली ओहो दाजु हो खोइ मासु पाक्यो कि नै आमामा के हो जबरजस्त चलाउनु भएको छ त यार मासुलाई त यार मासु है बस्छ नि त दादा बस्ने हो के रेडी छ त ल आज सिलाइन भिडियो बिचमा आएको ल हाम्रो खानपिन अब रेडी हुँदैछ आमा कफी के हो चिसो कफी हो ल कफी कोल्ड ड्रिङ्क
दामी छ दामी ल ल है रेडी छ है हाम्रो अब टक्क खानपिना पनि रेडी कोल्ड ड्रिङ्क टक्क त्यसपछि मासु ल हाम्रो भान्से दाइ चाहिँ यता है आज तर अझ सानो पिस भएको नि त्यो पनि पाक्छ है बाल हुन्छ नि दुईचोटि पल्टाउँदै पाक्छ त्यति पहिला कम्ती भएछ पछि पाक्दैछ भाइ एउटा दुईवटा क्लिप चाहिँ मलाई पनि दिनु है दाइलाई टेन्सन नै नगर्नु दाइ क्लिप हाल्नुपर्छ ए भित्रसम्म पाएछ दाइ सलाद बाल्लो पऱ्यो कच्याङ भयो भने कस्तो हुनु ल अन्त मजा हुन्छ मिठो मिठो भन्दै खाइरहेछ होइन कस्तो तितो मान्छेहरू भर्खर आउँदैछ उता साथी जुन यो 6+ छ नि अब राम्रो छ यसमा उयो फोकस गर्ने पनि उयो रहेछ क्या फङ्सन अटो फोकस आउँछ कि तिम्रोमा छ त्यो अटो फोकस त सबैमा हुन्छ नि हुँदैन किन छैन भन्नु न तपाईँलाई अटोमेटिक ट्र्याक गर्छ यसले ल है टक्क बन्द सलाद हो चिसोको बेलामा टक्क कोल्ड ड्रिङ्क खाएको है र टक्क त्यो अस्ति क्लब जाँदाखेरि एकचोटि नेपाल गए जस्तो फिल भयो थियो आज नि आम्मामा के हो मासुको त धुवा धेरै आछ त सुलुलुलु सेप चाहिँ सुलुलुलु पसिना निस्किसक्यो बास होइन मासु झापा होइन त भाइ पोलिरहेछ मैले धमाको झापाले ल्याएर त झापाले राम्रो मान्छे हो म त बालेनलाई जिताएपछि झापाबाट बालेनलाई जिताएपछि बल्ल झापाले यो राम्रो हो भन्ने मलाई लागेको मनदेखि ल चोरै लाग्थ्यो मलाई पहिला जब बालेनलाई जितायो नि बालेनलाई जिता हो झापाले अलिकति यति चाहिँ बुद्धि रहेछ मातृकाले दिन्छ मातृका पौडेल कलेज त खान्छ यार म त यार एउटा त हालिदिन्छु एउटा हालिदिन्छु ल ए भयो हो क्या हो साँच्चै मुन्टेको पाक्दैन अचार किन हाल्ने त्यहाँ मासु त्यो पाकेपछि बल्ल अचार हाल्यो अब एकपल्ट यो पाक्यो पहिला पाक्दैन अनि बल्ल अनि फेरि फुक्नु पर्छ त हैन धेरै कम्ती भएछ नि भेटेको छ त अनि जुनेली रातमा अस्ति हामीले के भन्छ हैन म त यस्तो बनाएर त ल्याइराख्थेँ कि म त यस्तोमा त धेरै उनीहरूलाई पनि पानी हाल चाहिँ हातमा हात धो अलि उता अलि उतै बसम उतै बसे हो न जामसँग छोकै छैन त्यही पनि सफा त गर्नु पर्ने कस्तो कुरा गर्छ निकाल्नु पर्दैन दाइ छुइन्छ त नि के आफै निस्किन्छ र हातकुल समातेर गुला धुने त्यस्तो होइन नि त हामी नेपाली हो यार हाई गाइस म आज सिलाइन बिचमा आएको छौँ
आज चाहिँ साथीहरूसँग स्विमिङ गर्नलाई स्विमिङ गऱ्यो मजा छ। अब स्विमिङ गर्न जानुपर्छ। बब्बाल चाहिँ तपाईँहरू पनि यहाँ आउन चाहनुहुन्छ भने सी लाइन बिचमा आउनु होला, मजा छ है, दामी छ घुम्नलाई। म तपाईँहरूलाई सिन पनि देखाउँछु सी लाइन बिचको। सी लाइन ब्रिज गयो, मजाले इन्जोय गर्यो, रमाइलो गर्यो। त्यसपछि हामी अहिले चाहिँ फर्किँदैछौँ है। हामी